हेलो, नेपाली हो तपाईँ? हजुर नेपाली हो। घर कता पऱ्यो तपाईँको? घर चाहिँ धादिङ परेन र ठ्याक्कै। ए नयाँ नयाँ हो कि तपाईँ यता आउनुभयो कति भयो? नयाँ भन्दा पनि म यहाँ 2 साल कम्प्लिट भइसक्यो, 2 साल। ए 2 साल भएछ दाजु। अनि स्यालेरी कतिको छ तपाईँको? स्यालेरी त्यही हो नर्मल्ली हुन्छ 2000-2500 अनि टिप्स सिप्स गरेर लगभग 3000-3500 जति हुन्छ। राम्रै कमाइ रहेछ दाजु। अनि कतिको सेभिङ हुन्छ त दाइ? सेभिङ अब खर्च अनुसार अब त्यही हो, तपाईँको महँगी छ त्यही त नि। अब लगभग त्यही बस्ने भनेको त्यही हो 2000-2500 हो बस्ने भनेको। ए म त दाइ नयाँ नयाँ हो, स्यालेरी नि कम छ, के गर्नु दाइ, तनाव छ। ठिकै छ नि भाइ। अब यहाँ भनेको अब यस्तो हो क्या, अब यहाँ छिरिसकेपछि त अब कस्तो हुन्छ भने कम्पनी चेन्ज गर्ने हो हजुर हजुर। बिस्तारै कम्पनी चेन्ज गरेर यहाँबाट बिस्तारै भइहाल्छ अलिकति राम्रो कम्पनीहरू हेरेर। दुबईमा भिजिट भिसामा आएर तनाव भयो नि दाइ, के गर्नु अब। भिजिट भिसामा आउनेहरूलाई केही भन्नु चाहनुहुन्छ कि? ए त्यो भनेको यस्तो के सजेस्ट दिन चाहन्छु भने म चाहिँ होइन भाइ। हजुर हजुर। कस्तो गर्ने भनेको भिजिटमा भनेको एक्सपिरियन्सवालाहरूलाई राम्रै कमाइ छ होइन। हजुर हजुर। तिमीसँग एक्सपिरियन्स के छ? एक्सपिरियन्स त केही छैन नि दाइ। अब एक्सपिरियन्स अनुसार अब यहीँ अब छैन भने पनि त्यसको उपाय छ एउटा। हजुर के हजुर। भने कस्तो भने त्यसको लागि अब एउटा किचन हेल्परमा छिर्ने होइन। हजुर हजुर। किचन हेल्परमा छिरेर अनि त्यहाँबाट कामहरू सिकिन्छ। हजुर हजुर। त्यहाँबाट बिस्तारै बिस्तारै अगाडि बढ्ने हो। त्यही भन्न चाहन्छु म भाइलाई। अब त्यही भन्छु भाइलाई। अब वर्किङमा आउँदा राम्रो हुन्छ कि अब भिजिटमा आउँदा राम्रो हुन्छ? अहिलेको नयाँ आउनेहरू के भन्न चाहनुहुन्छ? अहिलेकोमा चाहिँ तत्कालमा चाहिँ यो भिजिटमा राम्रो छैन, किनभने अहिले चाहिँ त्यति साह्रै सिजन छैन नि त। हजुर हजुर। सिजनमा चाहिँ ठिकै हुन्छ भिजिटमा आउनेहरूलाई। हजुर हजुर। अलिकति अक्सिजन परेको यो टाइम अहिले। हजुर हजुर। त्यही भएर पनि अलिकता भिजिटमा चाहिँ म नआउनै भन्छु सबैजनालाई, नआउनै भन्छु। तपाईँ भिजिटमा आउनु भयो कि वर्किङमा आउनु भयो होला दाइ? म चाहिँ यहाँको चाहिँ भिजिटमै आएको हो। हजुर हजुर। मेरो चाहिँ अब आफन्तहरू थियो नि त, दाइहरू हुनुहुन्थ्यो, होटेलमै काम गर्नुहुन्थ्यो। अनि उहाँहरूको मार्फत कन्ट्याक्ट गरेर आएको हो क्या म चाहिँ। कति महिनामा काम पाउनुभयो तपाईँले? म बसेँ नि भाइ, लगभग म 2 महिना भन्दा पनि लगभग 2 महिना भन्दा नि बढी नै बसेँ नि यहाँ। बसेर बल्ल बल्ल काम भेटायो। ठिकै भयो हुनु त, राम्रै काम मिल्यो, ठिकै छ। दुबईमा चाहिँ अब कस्तो, होटेल लाइनमा राम्रो हो कि लेबरतिर हेल्परतिर राम्रो हुन्छ? होइन होइन, अब एक्सपिरियन्स अनुसार हुन्छ। त्यो एक्सपिरियन्स भयो भने चाहिँ होटेल लाइनमा राम्रो हो। कुक लाइनतिर अब हुन्छ नि, हजुर अझ एक्सपिरियन्स भयो, ठुल्ठुलोमा एक्सपिरियन्स छ भने ठुल्ठुलोतिर उतिर आउँदा पनि भयो। हजुर अलिकता हुन्छ नि त्यस्तै अब डिमी सेफतिर हजुर अब त्यस्तै अब मार्केटिङ म्यानेजरहरू हुन्छ नि। हजुर त्यस्तोमा ठिक हुन्छ मेरो बुझे अनुसार। मेरो त दाइ 0 लेभल केही एक्सपिरियन्स भएन, तनाव भयो नि दाइ। होइन भाइ, त्यसको लागि टेन्सन नगर, राम्रै हुन्छ। अब एक्सपिरियन्स अब यहाँ भनेको 0 लेभलबाट आए पनि ठिकै हुन्छ क्या यहाँबाट, किनभने काम सिक्नु पाइन्छ। होटेल लाइनमा भनेको अब किचन लाइनमा भनेको बिस्तारै बिस्तारै जानिन्छ, आत्तिनु पर्दैन त्यसको लागि। केही भाइ ठिक छ, त्यसको लागि उपाय दिने भनेको म त्यही नै हो। हजुर धन्यवाद दाइ। हस् हस् भाइ, हस् हस् हस्।